फिफा विश्वकप 2026 हाइटी विरुद्ध ब्राजिलको एकतर्फी पर्दछ। 5 पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल 2026मा पहिलो जित दर्ता गरेको छ। फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको समूह सीको खेलमा हाइटीलाई 3-0 गोलले हराउँदै ब्राजिलले शानदार जित निकालेको हो। ब्राजिललाई जित दिलाउन म्याथियस कुन्होले दुई तथा भिनिसियस जुनियरले 1 गोल गरेका थिए। कुन्होले खेलको 23औं र 36औं मिनेटमा गोल गरेका थिए। यस्तै भिनिसियस जुनियर्सले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। विश्वकपमा भिनिसियसको यो दोस्रो गोल हो। उनले मोरक्कोसँगको पहिलो खेलमा 1 गोल गरेका थिए। यो जितसँगै ब्राजिल 2 खेलबाट 4 अङ्कका साथ समूहको शीर्ष स्थानमा उक्लिएको छ। यो सँगै नकआउट चरणमा पुग्ने सम्भावना बलियो पनि बनेको छ। यसअघि आफ्नो पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो भने हाइटी स्कटल्यान्डसँग पराजित भएको थियो।